हेलो गाइज, वेलकम टू माई युट्युब च्यानल। सबैजनालाई स्वागत छ द मनिष ब्लगमा। र आज भने म क्रसफायर सोरुम पोखरा ब्रान्च आइसकेको छु। क्रसफायरले प्रत्येक वर्ष जस्तो नयाँ नयाँ बाइकहरू लन्च गरिरहेको हुन्छ र क्रसफायरको थुप्रै मोडलहरू र क्रसफायर बाइकका पनि अन्य मोडलहरू इटालजेट फर्मुलाहरू स्कुटरहरू पनि लन्च गर्दै आएको छ। तर 2026मा 25मा क्रसफायर आरएमजेड लन्च गरेको थियो भने 2026मा चाहिँ अहिले यो लेडबी फ्ल्यागन 220cc को रिलिज गरेको छ बाइक। फर्स्ट अफ अल त यो बाइकको टायर नै हेरौँ है। यो पछाडिको टायर हेरौँ, एकदम फ्याट छ। र बडी स्ट्रक्चरको कुरा गर्ने हो भने बडी स्ट्रक्चर पनि एकदम राम्रो छ र हामीलाई अहिले दुईटा भेरिएन्टको कलर दिएको छ र बाइक पनि दुईटा भेरिएन्टको छ। एउटा चाहिँ अन रोड हो भन्दाखेरि यसलाई चाहिँ अफ रोड भन्छु, किनकि अफ रोडको लागि भनेर कसो छुट्याउने भन्दाखेरि एक त यसको कलर्स डिफ्रेन्स छ, अनि अर्को कुरा भनेको यसको चाहिँ टायरको डिजाइन चाहिँ फरक छ है। अफ रोडको चाहिँ यस्तो ग्रिप आउँछ भन्दाखेरि अन रोडको चाहिँ यस्तो नर्मल खालको ग्रिप आउँछ, त्यस्तो काँडावाला हुँदैन। र मेन कुरा गर्ने हो भने यसको हेडलाइट अरू बजारमा पाउने बाइकहरू भन्दा निकै युनिक र राम्रो छ। जसको चाहिँ एलइडी हेडलाइट छ र एलइडी साइड लाइट र एलइडी ब्याकलाइट पनि छ। अब बडीकै कुरा गर्ने हो भने तपाईँको बडी चाहिँ टोटल्ली फिनिस्ड बाई कार्बन फाइबर र मेटल बडीले नै यो बाइकको टोटल कभर बडीहरू चाहिँ फिनिस गरिएको छ। र मेन पार्ट भनेको इन्जिनको कुरा आउँदाखेरि चाहिँ तपाईँको इन्जिन चाहिँ तपाईँको एएफआई इन्जिन हो, एयर कुल सिस्टम भएको। र इन्जिनमा कम्पनीले चाहिँ 5 वर्षको वारेन्टी सुद्ध दिएको छ भन्दाखेरि अगाडिको चाहिँ सस्पेन्सन तपाईँको नर्मल खालको हो भने पछाडिको चाहिँ तपाईँको एडजस्टेबल खालको छ सस्पेन्सन चाहिँ है। तपाईँले देख्न सक्नुहुन्छ, एडजस्ट गर्नु मिल्छ। र तपाईँको एक्जस्ट हेर्नुहुन्छ, एक्जस्ट पनि ठुलो ढ्याप्पको हेर्दा नै राम्रो आकर्षित खालको छ। र सिटको कुरा गर्ने हो भने सिट पनि तपाईँको कुसन सिट दिएको छ। र तपाईँको ग्राउन्ड क्लियरेन्स कुरा गर्ने हो भने 230 mm को रहेको छ भन्दाखेरि टोटल सिट हाइट फ्रम ग्राउन्ड क्लियरेन्स तपाईँको चाहिँ 780 mm रहेको छ। र तपाईँलाई यसमा चाहिँ एलइडी मिटर पनि दिएको छ र त्यसमा पनि तपाईँलाई ड्युल च्यानल एबिएस सिस्टम त्यो पनि उपलब्ध गराइदिएको छ, जुन कि होन्डा बाइकहरूमा युज हुने एबिएस सिस्टम यसमा युज भएको छ, जुनले कि 100% तपाईँको काम गर्छ। र तपाईँको फ्युल क्यापेसिटीको कुरा गर्ने हो भन्दाखेरि यसको चाहिँ तपाईँको 12 लिटरको फ्युल ट्याङ्क रहेको छ, जसले चाहिँ तपाईँको माइलेज चाहिँ 40+ दिन्छ है। यसले चाहिँ हाइवेमा 40+ दिन्छ। र यसको गियर ट्रान्समिसनको कुरा गर्ने हो भने यो चाहिँ 5 गियरको रहेको छ। 220cc को भए तापनि 5 गियर ट्रान्समिसन रहेको छ। र बाइक एकदम लाइट वेट छ र हेर्दा हेभी देखे पनि यसको जम्मा टोटल वेट भनेको चाहिँ तपाईँको जम्मा यसको चाहिँ 150 केजी रहेको छ। यसको चाहिँ टोटल वेट चाहिँ यो चाहिँ एउटा स्टुडेन्ट बाइक नभइकन रेसिङ बाइक नभइकन पनि एउटा एडभेन्चर टाइपको आनन्द चलाउने बाइक हो। यसलाई चाहिँ उडाउन रेस खेल्नको लागि प्रयोग गरिँदैन, यसले चाहिँ डेली युजको लागि चाहिँ प्रयोग हुने बाइक हो। र तपाईँलाई डेली युजको लागि र एडभेन्चर लिनको लागि तपाईँहरू टुरिङ गर्नको लागि एकदम बेस्ट छ यो बाइक चाहिँ है। बाइक चाहिँ एकदम राम्रो छ। नेपाली मार्केटमा यो चाहिँ क्रसफायरले अहिले हालै भित्र आएको लेडबी फ्ल्यागन 220cc को नयाँ सीसीको बाइक हो। र बाइकको लुक्स बडी पनि एकदम राम्रो छ, हेर्दा पनि चिटिक्कको, त्यति गरुङ्गो पनि छैन। र हाइट भएकोलाई पनि हुने, हाइट नभएकोलाई पनि हुने, लेडिज जेन्ट्स बोइज वृद्ध भर्खरको यङर्सलाई पनि हुने खालको बाइक छ। र यो चाहिँ सायद मलाई लाग्छ यो चाहिँ एभरग्रिन बाइक हो है। यसको चाहिँ ट्रेन्ड कहिले जाँदैन। बाइक चाहिँ एकदम राम्रो छ र चलाउँदा पनि एकदम कम्फर्टेबल छ। र मेन आकर्षित हुने भनेको चाहिँ यो मान्छेहरू यो बाइकमा चाहिँ यसको लुक्स, बडी पार्ट, अनि यसको टायरले गर्दा नै अनि यसको हेडलाइटले गर्दा मान्छेहरू अलि बढी आकर्षित भएको देखिन्छ। जसको चाहिँ नेपाली बजारमा थुप्रै ब्रान्डका बाइकहरू छन्, तर यतिको मोटो टायर कसैको पनि छैन र यो बाइकले चाहिँ ल्याइदिएको छ। र यो बाइकमा चाहिँ अर्को कुरा भन्दाखेरि यसमा ब्लुटुथ कनेक्टिभिटी, एबिएस सिस्टम
एबिएस सिस्टमहरू रहेको छ, ड्युल च्यानल एबिएसै रहेको छ अनि ट्रान्ज्याक्सन कन्ट्रोल पनि रहेको छ, जसले कि तपाईँलाई हिरो बाटोहरूमा ग्रिप गर्नलाई सेन्सरले एकदम मद्दत गर्दछ, जुनले चाहिँ तपाईँको टायरलाई चाहिँ स्लिपरी हुन दिँदैन। र एबिएस सिस्टमले चाहिँ के गर्छ भन्दाखेरि तपाईँको चाहिँ केही गरी स्पिडमा तपाईँको नर्मल डिस्क ब्रेकले चाहिँ झ्याप्प ब्रेक लगाएर टायर स्लिपरी हुन्छ भन्दाखेरि एबिएस सिस्टम तपाईँले अन गर्नुभयो भने तपाईँको जस्तोसुकै स्पिड बाटोमा पनि तपाईँले झ्याप्प ब्रेक हान्दा यसले झ्याप्प लक हुन दिँदैन। यसले चाहिँ बडी पार्टलाई चाहिँ तपाईँको कन्ट्रोलमा ल्याउँछ र बिस्तारै बाइकलाई कन्ट्रोलमा ल्याएर रोक्छ, झ्याप्पै भएर तपाईँको टायरलाई स्लिपरी भएर झ्याप्पै लडाउँदैन। र धेरै कुराहरू सेन्सरसँग जोडिएको छ, धेरै कुराहरू टेक्नोलोजीमा अगाडि बढेको छ र बाइकमा सबै फिचर भरिपूर्ण भएर आएको छ। बाइक एकदम राम्रो छ। यदि तपाईँहरू चलाउन चाहनुहुन्छ, फिल गर्न चाहनुहुन्छ र बुझ्न चाहनुहुन्छ भने तपाईँहरू क्रसफायर सोरुम पोखरा ब्रान्च नयाँ बजारमा रहेको ब्रान्चमा गएर त्यहाँ बुझ्न सक्नुहुन्छ र फ्री टेस्ट राइड पनि गर्न सक्नुहुन्छ। र यति भन्दै आजको भिडियो म यही टुङ्गाउँछु। हस् त, धन्यवाद, बाई बाई।